घरतिर बल्ल भयो रमाइलो घरतिर बल्ल भयो रमाइलो घरतिर जसले नाच जसले ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ जसले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुक्किन्छ अब आफ्नै गाउँमा यति रमाइलो आफ्नै ठाउँमा यति रमाइलो भएको बेला कलाकारहरू आएर गीत गाइरहेछन् धुम्म पर्यो छ जिन्दगी पनि गरेर चाहिँ मान्छेलाई हेर्दै औँसी लाज जस्तो देखियो छ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुक्किएर भूत भएर डुब्न पर्छ अब अलिकति मान्छे अलि रोमाञ्चले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छे बाटो कसरी झुकिन्छ भने स्वर्ग जाने बाटो तल्लो हो कि माथिल्लो स्वर्ग जाने बाटो हामी केटाहरूको छोरा मान्छेहरूको छोराहरू मान्छेको चाहिँ एउटा फेसबुकमा ग्रुप छ यामाराल भन्ने अनि त्यहाँ चाहिँ भजनहरू गाउँछौँ हामी शनिबार पोखराको भजन चाहिँ लास्टै रमाइलो हुन्छ पोखरेलीहरू भजन कीर्तनमा पनि अगाडि हुन्छ हो कि होइन त्यही भएर यामाराललाई बिग साउट आउट यहीँबाट यामारालका दाजुभाइहरूले एकदमै आफ्नो संस्कृति बचाउनको लागिरहनु भएको छ धेरै धेरै माया सम्मान छ अब भने जसले नाच्छ जसले ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ कस्तो राम्रो बाटो भन्नुहुन्छ भने स्वर्ग जाने बाटो नढुङ्गा छ स्वर्ग जाने बाटो स्वर्ग जाने बाटो स्वर्ग जाने बाटो स्वर्ग जाने बाटो नढुङ्गा छ